नमस्ते सबैजना, तपाईँहरू पक्कै नि सन्चै हुनुहुन्छ होला। म नि सन्चै नै छु। आज फेरि मैले अर्को नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। मेरो भिडियोलाई माया गरिदिनु होला अनि च्यानललाई लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ पक्कै नबिर्सिनु होला। आज चाहिँ दिदी र मैले 6वटा पिस मोमो च्यालेन्ज र अनि एउटा होइन त एउटा डबल स्पाइसी नुडल च्यालेन्ज गर्दैछौँ। साथमा छ कोक, मोमोको अचार अनि यो बिचमा चाहिँ हामीले पानी खान पाउने छैनौँ। जसले हार्छ उसको मुखमा चाहिँ हामीले लिपस्टिक लाउने छौँ। यो छ लिपस्टिक ल अब चाहिँ टाइम चाहिँ जतिखेर खाने भयो, तर तपाईँले छिटो खाने कि मैले छिटो खाने भन्ने भयो। जसले हार्छ उसलाई लिपस्टिक लगाइदिने हो। यहाँबाट यसरी जुङ्गा बनाउने है लिपस्टिकको। ल जान्छ ल स्टार्ट गरौँ है त। ल 1 2 3 हुन्छ हुन्न। पिरो टिस्यु राख्नु पर्यो। हामीले पुरै हाले हम यसमा खुर्सानी मेरो टिस्यु पनि निकालेर ल्याऊ। नाकमै पिरो हुन्छ। माथिर सर लाग्यो पिरो हुनु भन्दा नि। कोक खानुपर्छ पाउनु पाएन नि। पानी नै खाउन बात भएपछि लास्टमा खाने कोक त हा पनि 6-7 मिनटको भिडियो बनाउनु पर्छ भने भ्याउनु क्या हो। पिरोले अब यको छिटो खानु पर्यो नि। मोमो त कति मिठो। ल म हारे खा। मोमो त हातले देखाउने हो बनाएर यति मिठो मोमो हो। एकछिन खानु न मोमो। दिदीले अचार यति मिठो बनाउनु भएको कि मारे आयो। फोन आयो फेरि। मोमो चाहिँ लास्टै मिठो छ। म चाहिँ दाइहरूले बनाएको मोमोको फ्यानै भइसक्यो। Baik mungkin kayak खानु है खानु
पिरो भयो आँसु आयो मेरो सब सकियो अब मैले को खाना पाउँछु नि सक्यो नि मेरो त म हारे अब मैले पाउँछ पाइयो आहा पेट रङ्ग्यो ए हो कति माया फेरि यता बुढीको पिरोलाई आँट्यो भनेर दाइले छेउबाट चिसो दिँदै हुनुहुन्छ ल डेन्जर भाषा गयो लिपस्टिक लाउनु रेडी हो नि त यसरी जुङ्गा बनाउन होइन तर मोमो खाएपछि पिरो काटो मेरो त सिगान त आयो नि सिगान त आएको हो डेन्जर ल दिदी ल आज आज मलाई दिदीले अघि सुरुमा यो नमेटिने लिपस्टिक हो भोलि काममा गएर के होला अरे लाउनु आफैले लाउनु पर्यो ल ल ल यता यता मुतिर हेर्नु आँसु आयो ल ल आजको भिडियो चाहिँ यति नै हो धन्यवाद